सरस्वते सर्वश्रेष्ठाय ऐश्वर्यं नमस्ते गते सर्वने मानसुदियोदने सूर्यं शान्तनवे बलं बलधरे सत्यं कुन्ते सुते नमान्ने मान्छे चाहिँ यसो सुरेशसित लाओ सुरेशसित लगाइदिए सबैजना हामी अलि हटा त्यसो बल्ल बल्ल पारेन धेरै अझै त नलाउनु सबै लाउनु पर्छ सबै टुक्रो भएर जायो अझै यति भन्छ लगाइदियो तिम्रो बाबा त्यो सबैतिर होइन टुक्को टुक्को बारे जमारा पाएर लाउ न खस्यो सबै लाउँदैन पैसा टिप नानी त्यो खानेर पनि हुन्छ कस्तो राम्रो आमाले दसैँ मनाइदिनु भयो जमरा कति राम्रो पहेँलो पारेर राखिदिनु भएछ बुढी मान्छेलाई धर्म हो धेरै धर्म हो यसो हेर्नु जुफुरुक्क फोटोको लागि हामी यसो फोटो जिपेमा राख्यो भने त आउने रहेछ र मम्मी त्यही बुवा बसेर ठाउँबाट लाउनु खै के हो आशीर्वाद दिएपछि
दसैँ देखेर लाग्छ मनले देखेर लाग्छ भट्याएर देख्छ अहिले चाहिँ मनमा नै आशिष त्याएको बनाएर आएको नि त म त अब नाति नातिना पनि खेलाउनु पाइयोस् भनेर सुरुवाले हँसाएर अनि के गर्छ त त्यो सुन्नेले पनि ओहो कतै यस्तो यस्तो गर्नु नि अब नानीहरू उतैपट्टि लिएर गएर लाउने हामी यहाँ लाउने कि उतैपट्टि जाने सुन्नेलाई घर हेर्न त गइरहेको भइहाल्छ यसरी बसेपछि त्यसरी हुँदैन कि अब सिधै एउटै लिएर अब फेरि 3 दिन यतिकै हुन्छ भनेर बिसगतेसम्म यतिकै आज कति गते 18 19 20 3 दिन यतिकै हुन्छ भनेर नाइडोङ्गाबाट नाइडोङ्गापट्टि बन्द भएछ गाडी नै ढुङ्गाबाटै रोक्यो रहेछ गाडी त धादिङको पनि बन्द गरेछ दसैँको क्रिया भने चाहिँ आशीर्वाद लिने हो कि त्यस कारण केही न केही आशीर्वाद दिनु बोलेरै दिनु अर्थ केही भन्न नजाने पनि सुख शान्ति होस् होइन उन्नति प्रगति होस् भन्न त जसलाई सुख शान्ति होस् उन्नति प्रगति होस् भन्दै पुगिहाल्यो जयन्ती मङ्गला काली भनेर भट्याएर लगाउनु बजिरहेको त्यो जाने भने त त्यो सबै आशिष भइहाल्यो श्रीयं दशरथे शत्रु स्वयंवरले ऐश्वर्यं नवसे प्रतिष्ठ पवने भने त दुर्योधन त्यो महाभारतको चाहिँ सबै मैले भने सुनेर कान्छीले नि मार्को मारे नौ
जस्तो आयो होस्, नहुस राजा जस्तो ऐश्वर्य नहुस राजाको जस्तो आयो होस् भनेर। ल अब छोडिदेऊ आयु होस् भनेर। भनेपछि अब छोरी चाहिँको पालो चाहिँ के छ नि? सिद्धि हो। अब उनीहरू ट्याक्क पाखा लाए अनि हावा परिवार कस्तो भने आयु दौड्न नहोस्। हे चिब्लाङ्ग गराउन भने फेरि लाग्दैन हामीले। नहुस राजाको जस्तो श्रेय होस् अरे होइन उहाँ घुम्न जाँदा राजाको जस्तो श्रेय हो। श्रेय दशरथ राघवले जस्तो शत्रु छेड गर्ने क्षमता होस् भने राघव भनेर चाहिँ रामचन्द्र। ए देऊ त्यो भाउजूलाई त्यो ऐश्वर्यम नहोस् नहोस् राजाको जस्तो श्री अलिक दाइ धर्म संतान सम्पत्ति सप्तहृदय नौ दुर्गा दाहिना रौँ नौ दुर्गाको पश्चात शरीर आनन्द रहोस् रौ नलाओस् लाया रौ चाँडै विषय होस् सबै कुरा मनमा सोचेको कुरा सबै पुरा होस् सबै कुरा उन्नति प्रगति धेरै होस् सबै कुरा राम्रो होस् सुख सन्तोष होस् सबै कुराबाट सन्तोष होस् सुख होस् ऐश्वर्य होस् सबै परिवारको सुख सन्तोष होस् यो रातो नलाउनु अरे यो पैसा दिँदाखेरि भन्छन् अब एउटा त्यहाँनिर जमाएर हाल्ने थियो जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवदात्री सोदा सोदा नमस्तुते सर्वमङ्गल मङ्गले शिवे सर्वदशदुके शरण्यत्र्यम्बके गौरी नारायणी नमस्तुते आयुर्वृद्धि रसोवृद्धि वृद्धि भयेश्वरी सीता धर्म सन्तान आयुर्वृद्धि सम्पत्ति सप्तवीरदया छुट्टै छुट्टै बनाइदियो छुट्टा छुट्टै नौ बनाइदिनुहोस् दुर्गा दाहिना रौँ नौ दुर्गाको पश्चातले शरीर आनन्द रहोस् लक्ष्मीले बास गरून् शरीरमा नौ दुर्गा दाहिना रौँ सबै कुराको सुख सन्तोष होस् परिपूर्ण होस् ऐश्वर्य होस् सबै सौभाग्यवती भए सबै सुखी रहे सबै खुसी रहे आफै मिलाऊ नारायणे
सोबिर्दै सिद्धि भए सरिसित धर्म सन्तान हरिबिर्दै सम्पत्ति सप्तबिर्दय नौ दुर्गा दाहिना रहोस् नौ दुर्गाको पश्चातले शरीर आनन्द रहोस् सबै कुराको सुख शान्ति होस् उन्नति प्रगति धेरै होस् शरीरमा रोग नलाओस् भगवान् ईश्वर सधैँ दाहिना रहोस् सबै कुराको सुख शान्ति होस् धेरै प्रगति होस् जमरा यिनीहरूको बारेमा खै त है अरे जमरा ल्याइदिया न बनाएर हजुर मोरे ल्याइदिया न यहाँ नानीको बारेमा हजुर बनाएर ल्याइदिया न यो बनाइदेऊ न त्यतिकै राख्नु न बन्दैन त्यो केमा अब फोनमा ड्रिम खोलेको सबै कुराको सुख शान्ति भरिपूर्ण होस् भद्रकाली कपालिनी नागरिकमाबाटै हेर्नु न नागरिकमा उसमा चाहिँ माइकिङ गरेर सबै गाडी फटेर किनभने भाइ सबै कुराको सचेत बनाएको लाइट ठिक छ कि यस्तै हो घटा हो कि यति ठिक छ ठिक छ यो लाइट स्वर्देव शान्त भवे पदम सरधरे सत्यन्त मुक्ति सुते नित्यानि भगवानले रक्षा गर्नु सन्तान हरिबिर्दै सम्पत्ति सप्तबिर्दय नौ दुर्गा दाहिना रहोस् नौ दुर्गाको पश्चातले शरीर आनन्द रहोस् धेरै उन्नति प्रगति धेरै होस् शरीरमा रोग नलाओस् सबै कुरा मनमा सोचेको कुरा पुरा होस् सुख होस् शान्ति होस् सबै कुराको भरिपूर्ण होस् धर्म सन्तान हरिबिर्दै सम्पत्ति सप्तबिर्दय नौ दुर्गा दाहिना रहोस् नौ दुर्गाको पश्चातले शरीर आनन्द रहोस् सबै होस् शरीरमा रोग नलाओस् सबै कुराको भरिपूर्ण होस् सबै कुराको होस् आयुर्वेदी रसोबिर्दै बिर्दै भए सरिसित धर्म सन्तान हरिबिर्दै सम्पत्ति सप्तबिर्दय नौ दुर्गा दाहिना रहोस् नौ दुर्गाको पश्चातले शरीर आनन्द रहोस् सबै कुराको सुख सन्तोष होस् भरिपूर्ण होस् रोग नलाओस् शरीरमा उन्नति प्रगति धेरै होस् सबै कुरा सुख सन्तोष होस् अर्को चाहिँ बोलाउनु यही छोड्दैन नौ दुर्गा दाहिना रहोस् नौ दुर्गाको पश्चातले शरीर आनन्द रहोस् रोग नलाओस् सबै कुराको सुख सन्तोष होस् भरिपूर्ण होस् उन्नति प्रगति धेरै होस् सबै कुराको सन्तोष होस् सुख होस् शरीर सधैँ सौभाग्यवती भएर बस्न पाए के भनिरहेको तिनीहरू यही हो
हो आज त पुस्तक होला नि ज्वाइँ साहब जानुभयो कि हुनुहुन्छ त काममा अहिले फ्री हुनुहुन्छ कतिखेर जानुहुन्छ अहिले कहाँ हुनुहुन्छ हजुर दर्शन दर्शन भने नि गर्न पऱ्यो कि कति बज्यो अहिले सभा 12 भयो अहिले खाले टिका लाउनु अब लाउँदैछ आज आधी हालै पालो गरेर लागेर जान्छ सबैले चिया खानु हुँदैन पटेलबाट सुजनका 2 जना हिँडेपछि हात हालिदिन्छन् अब अरूको घर सिपको आमाबाट आउने अरे उहाँले आज अहिले लाउनु जान्छ अनि शर्मिलाको अहिले आउने भने त्यो यो पानीले गर्दा तिनीहरू आउन सकेनन् कसरी आउनु त जान मोटरसाइकल गाडी त देखाइदिनु कुन बेला आउँछ भन्छ अहिले त मजोबाट नि भोलि नभए म पनि दसैँ छ आज म त खसी काटिने आधी छ अनि फेरि जम्मै हामी कहाँ मिल्छ बोया खाइन है अहिले सुत्नु पाइँदैन पुरा एकैचोटि नलाउनु चिसोले त पानी परेको त्यहाँ पनि चिसो काम त्यहाँ त अब जाडो हुने बेला भयो अब के अन्त पोहोर लाएर रमाइलो गरेर अहिले अर्को ज्वाइँ छोरी आउनु दाइ टाउको निहुरेर बसेर ठुलो कि गफमा बेस अब अर्को वर्ष हजुर आउनुपर्छ 2 जना अनि बस्ने हुन्छ सुजताले हेरिरहेछ फेरि रानी भयो उतैको खोजे त उसलाई लैजान्थी सहिलो हुन्छ
बच्चाको र बिहेको भन्दा कुरा हुँदैन नि। बेला भयो खुट्टा चाहिँ यस्तै के अरे यो ठुलो टाइपको लाग्यो सरलाई छान्नु लाग्दै भयो मान्छेलाई फेरि त्यो लास्टै स्किन देखिहाल्छ क्या कति मान्छे कहिलेको त्यो एउटा थियो लास्टै दुब्लो देखिने क्या अनि त्यही भएर कति बजे त्यहाँ भर्खर कफी खाँदै कि के खान्छ? 9 बजे भोक लाग्यो। अब के खान्छ उता? 9 बजे कति बजे यहाँ भात पाएर सधौँ लाग्छ। कहीँ जानु हो त टिका लगाइसकेपछि त खाऊ। ए त्यहीँ हुनुहुन्छ हौ ए त्यही हो कति बेला जाने बेला भयो कि जो पनि पक्क बिहे 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 खाना पकाइसके लगाइसके भन्छ भाइले मेरो देखिसक्यो। हिजो राति ढिला सुतेर क्या कहिले अस्तिको टिका दिन कति बजी सुते के अरे लिएर आउनु जम्मै छेकिहाल्यो के गर्नु यो मान्छे कस्तो खुसी